यो यो स्प्रिङ खसेको थियो यो हैन, यसलाई यता निकालेँ। यता निकालेपछि यसलाई छ नि यसलाई ठ्याक्कै अगाडितिर निकाल्ने। अगाडितिर निकालेपछि यसलाई चाहिँ यो चम्चीले हेर्नु न मसँग स्क्रु थिएन हैन, यो चम्चीले यो चम्चीको बिडले चाहिँ यसलाई टाइट गरेर फेरि यतातिर घुमाइदिएँ कि यसलाई यता घुमाएपछि यो बन्द भयो हैन। अनि यसलाई चाहिँ अब यो त बन्यो। यसरी बनाउनु पर्दो रहेछ कि मैले बेकारमा यताको यो नट सट खोलेँ हैन, नखोल्दा नि हुने रहेछ। अब मलाई फेरि त्यो नटहरू हाल्नुपर्ने भयो। यिनीहरू खोलेको छ मैले, यस्तो यो झिकेछु, यस्तो यो नटहरू झिकेछु हैन, यो पनि यता हाल्नुपर्ने भयो। सजिलै नझिकेरै गर्दा हुने रहेछ। मैले अब यो युट्युबमा सुरुमा हेर्नुपर्ने गल्ती गरेछु कि युट्युब हेरेर अनि बल्ल चाहिँ सजिलै फिक्स गरेँ हो। अब चाहिँ त्यो नटहरू हाल्यो भने बल्ल काम गर्छ, अब बन्छ गाइज। यस्तो रहेछ है, तपाईँहरूले पनि अब यो खोल्नु पर्दैन। यो ठ्याक्कै स्प्रिङ हाल्ने, पहिला स्प्रिङ हालेर अनि त्यसपछि यो उसको पल्ला अगाडितिर फर्काउने। अनि त्यसपछि त्यसलाई चाहिँ अब यो तपाईँसँग छैन भने यस्तो चम्चाको बिडले पनि हुने रहेछ। चम्चाको बिडले त्यो ठ्याक्कै यसको टाइट गर्ने भन्ने यस्तो दिएको हुने रहेछ मसिनो। यो चाहिँ पेजलाई कसेर यता घुमाइदियो भने चाहिँ काम हुने रहेछ गाइज।